हेलो नमस्ते साथीहरु। यस मेरो भिडियोमा तपाईहरुलाई धेरै धेरै स्वागत छ। आज भने हामी समुद्रतिर घुम्नलाई आएका थियौं। तर अब घुम्नलाई भनेर आएको अब शिकारी केटाहरु आएपछि माछा नमार्ने भन्ने कुरो त हुँदैन। तर सधैँ भन्दा अलिकति फरक तरिकाले माछा मार्ने भनेर आज हामी आएको। सधैँ यति लामो डन्ठो बोकेर आइथ्यो भने आज यत्रो डन्ठो बोकेर आएको तर माछा मार्नु सफल भइएन। अब कुन माछा यसरी मार्छ भन्नुहुन्छ भने हमुर प्रजातिको माछा चाहिँ हामी यसरी मार्ने गर्छौं। तर आज पनि मैले यहाँ पासो थापिरहेको छु। त्यो पासो तपाईहरुलाई देखाउनको लागि म खोजिरहेको छु। एउटा पासो चाहिँ यहाँ रहेको छ। यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ। मैले अघि नै पनि यहाँ एउटा माछा पारिसकेको थिएँ। फेरि पनि परेको परेन हेर्दछु। एकदमै चिप्लो छ। यहाँ यो पासोमा माछा परेन छ। चारो चाहिँ खारो गएछ। हेर्न सक्नुहुन्छ तपाईहरुले। अब हामी अर्को पासो मित्रहरु मैले अर्को पासो यहाँ थापेको छु। यहाँ परेको छ कि छैन हेरौं है। यहाँ अलिकति टाइट छ अवस्था। यहाँ पर्यो कि भन्ने यहाँ अड्क्यो कि यो अड्केको हो कि परेको होला हो। मैले अब चाहिँ कुरो मात्र गर्ने चाहिँ माछा परिगएछ। अब हमुर प्रजातिको माछा चाहिँ कसरी निकालिन्छ भन्दाखेरि यसरी निकालिन्छ। हेर्न सक्नुहुन्छ गाइस। केलासुजाटा माछा यसरी निस्किन्छ। यो चाहिँ हमुर प्रजातिको माछा भन्छ। अब मैले यो चाहिँ यसरी पासो थापिन्छ। यो चाहिँ यत्रै मात्र डन्ठा हुन्छ है। यो फेरि यत्रै डन्ठामा यसरी माछा मारिन्छ। तपाईहरु यहाँ हेर्नु सक्नुहुन्छ। ल अहिले ल भयो। केही समयपछि एउटा फाल्नु भएको छ यो कौबाडी नै भइसकेको छ। Let's go, buddy. Let's go, buddy. हेलो सर, तो बाल्टी फ्याँक। प्लास्टिकमा लिएर जाने। प्लास्टिकमा लिएर जाने बरु होइन। फ्याँक्दिउँ त प्लास्टिकमा लिएर जाऊँ कि होइन। म अर्को लिएर आइदिन्छु बरु बाल्टी। म अर्को ल्याइदिन्छु बरु। हामी पनि सानो कलाकार हो। सन्तोष हो, खलाची हो। साह्रै आवश्यकता हो।